गुड मर्निङ गाइज, वेलकम ब्याक टु मेरो च्यानल। आई होप सबैजना सन्चै हुन्छ। म पनि यहाँ सन्चै। र गाइज आज मेरो मिनी ब्लग चाहिँ हेर्न सक्नुहुन्छ यस्तरी रहेछ। र गाइज आज चाहिँ हेर्न सक्नुहुन्छ बाहिर चाहिँ कस्तो बादलहरू गरेको थियो, अनि निलो आकाश, त्यसै माथि सेतो बादल, अनि गाइज पहाडहरू कति दामी देखिरहेको थियो। र गाइज म ब्रेकफास्ट गर्न थालेँ। डुनर थियो र चिया थियो र गाइज च्याउ आयो। गाइज मैले चाहिँ बाइक लिएर अलिकति डुल्न गएको थिएँ, घरभन्दा अलिक कोटै भनौँ गाइज कोटीतिर डुल्न गएको थिएँ। यस्तो दामी मौसम चाहिँ हेर्न सक्नुहुन्छ। र गाइज म फोर बाइक लिएर नै कोटिया गइसकेको थिएँ डुल्न। र गाइज फेरि म घर ब्याक भयो, अनि त्यसपछि बाइकलाई हेराएको त हेर्न सक्नुहुन्छ कति फोहोर छ कि धुनु पर्ने अवस्थामा आइसकेको थियो। र गाइज आज म धुन्छु जस्तो थियो, त्यही भएर पनि अहिले गाइज म धुन थालेको थिएँ। हुन्छ कति दामी न दामी फोहोर छ कि कति दामी फोहोर हो। बाइकको गाइज यति फोहोर हालत देखेर गाइज मैले सहन नसकेर बाइकमाथि जो सुत्दिएँ। किन सुतेँ भन्दाखेरि गाइज मलाई धेरै नै तनाव भयो, एकदम टेन्सन भएको टाउको, त्यही भएर म बाइकमाथि सुतेँ एकैछिन, अनि सोच्न थालेँ के गरौँ भनेर। त्यसपछि सोचेर केही भएन गाइज, अनि बाइक चाहिँ फेरि धुन परिहाल्यो। अब फोहोर भएपछि तब के गर्ने, धुन त पर्यो भने गाइज, त्यसै त्यही सोचेर म धुन थालिसकेको थिएँ। र गाइज आज गाइज मैले हजुरले एउटा रिक्वेस्ट गर्न चाहन्छु, र गाइज मेरो च्यानललाई लाइक सब्सक्राइब अनि भिडियोलाई चाहिँ सेयर गर्दै गर्नु होला। र गाइज किनकि अब हल्का फुल्का बुस्ट हुन पर्यो कि वेट फर ट्रान्सफर्मेसन हेर्न सक्नुहुन्छ गाइज। बाइकको ट्रान्सफर्मेसन अहिले यस्तो छ, यस्तो दामी न दामी टल्केको छ। र गाइज अब यतिको चाहिँ हुन पनि पर्यो, यति मेहनतले धोएको थियो मैले बाइक, अनि गाइज यतिको आएन भने त कसरी चल्छ। वाउ भेरी ब्युटिफुल वान पिस छ गाइज, वान पिस रहन्छ, वान पिस। अनि गाइज यहाँ हेर्न सक्नुहुन्छ हाम्रो घरको सबसे ठुलो मान्छे। र गाइज मैले ठुलो मान्छेले यहाँ खेलाउँदै बसिरहेको थिएँ, बाइक धोइसके काम केही थिएन नि गाइज, यस्तो बहिनीले खेलाउँदै बसेँ। गाइज म राति बेडमा आइसकेको थिएँ, अनि गाइज यस्तो हालत भयो कि मैले बिर्सिसकेको थिएँ मैले कपडा धोएर सुकाएको छु भनेर। गाइज सुक्न त सुकेन, अलिकति मात्रै सुकेको छ। त पानी सब गइसक्यो, त्यही पनि अलिकति भिजेको छ। अब के भनौँ, सुकेको भनौँ कि नसुकेको भनौँ, सुकेकै भनौँ न गाइज, त्यही ठिक हुन्छ। र आजको मिनी ब्लग यहीँसम्म थोपको छु। र मलाई लाइक गर्नु, च्यानललाई पनि सब्सक्राइब गर्नु, भेटिन्छ कुनै इन्ट्रेस्टिङ भिडियो। बाई बाई गाइज, बाई 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 बाई।